हाँगा हो। हेर्नुहोस् अहिले कस्तो राम्रो फुटिङको लागि आइसकेको छ। अब यसलाई चाहिँ हामीले अझै अलिकति नुगाउँछौँ, यसरी नुगाएर चाहिँ हामी यहाँ गर्छौँ। अब यहाँ हेर्नुहोस्, अब यहाँ हेर्दाखेरि पनि तपाईँको प्रशस्त ठाउँ छ नि त, तर आएको छैन भनेपछि तपाईँले यस्तो ठाउँमा चाहिँ फुटालिदिने, यसलाई चाहिँ अलिकति मजाले आउनको लागि बनाउनको लागि। जस्तै यो ठाउँलाई हेर्नुभयो भने यहाँ चाहिँ तपाईँले यसको माथिपट्टि सर्लक्क काटिदियो, अनि यसको तलपट्टि पनि अलिकति काट्यो होइन, दुई ठाउँमा काटेर अनि यो बोक्रालाई चाहिँ यसरी निकाल्ने हो कि। हेर्नुहोस् त, यसरी निकाल्दाखेरि यो तलपट्टिको यसरी आएको छ नि, हेर्नु त, यसरी निस्किनु पऱ्यो। यो चाहिँ ठ्याक्कै बडको अगाडि माथिपट्टि हुनु पऱ्यो कि। यति भयो भने चाहिँ तपाईँको माथिबाट यो अक्सिजन भन्ने हर्मोन आउँछ, त्यो चाहिँ यहाँ रोकिन्छ र यहाँबाट चाहिँ अर्को हर्मोनले काम गर्नु पाउँछ होइन, र यहाँबाट चाहिँ बड स्याटै निस्किन्छ। त्यो साइटोकाइन भन्ने हर्मोन आउँछ र त्यसले चाहिँ निकाल्छ है। यसरी यहाँबाट चाहिँ हाँगा फुटेर आउँछ अग्लोचोटि। र तपाईँले यो गर्ने समय मिलेन भने चाहिँ मिल्दैन। फेरि समय मिलेन भने त त्यसरी बोक्रा निस्किन्न नि त, त्यो अघि मैले सट्ट निकालेको त निस्किँदैन। त्यही भएर यो पालुवा पलाउने बेलामा चाहिँ एकदम बेस्ट हुन्छ कि। त्यतिखेर चाहिँ हामीले यसलाई सुरु भयो भने ठ्याक्कै फलाउने मितिमा गर्नुपर्छ भन्ने छैन। जुन बिरुवाको पात आउनु लाग्यो, पात आएन भने छोडिदिने नगर्ने। पात आउनु सुरु भयो भनेपछि फुल्नुभन्दा अगाडि 1 देखि 2 हप्ता अगाडि, 2-3 हप्ता अगाडि चाहिँ तपाईँले फुल्नुभन्दा 2-3 हप्ता अगाडि गर्नुभयो भने एकदम बेस्ट, एकदम मजाले यसरी निस्किनु पऱ्यो कि यो तलपट्टिको। तर तलपट्टिको जुन यो सारो भाग छ नि, त्यसलाई चाहिँ असर गर्नु भएन है। यो तलको सारो भागलाई नफाल्ने, तर यो जुन बाहिरको बोक्राहरू छ नि, यस्तो बोक्रालाई चाहिँ सट्ट फालिदिने, त्यसरी गर्नुपर्छ। भित्रको भाग देखिनु पऱ्यो। यो सजिलोसँग गर्नको लागि तपाईँले त्यो हेक्जा ब्लेड हुन्छ नि, हेक्जा ब्लेडहरू चाहिँ युज गर्न सकिन्छ है। हेक्जा ब्लेड युज गर्ने सही, त्यसलाई डबल बनाएर, यस्तो मोटो छ भने डबल बनाएर सही गरिदिँदा नि भयो। अब सानो भयो, लगभग भयो। भित्रको भागदेखि